सो हेलो एन्ड नमस्ते। आयो सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम धेरै ठिक छु। अनि फेरि मेरो भिडियोमा स्वागत छ हजुरहरूलाई सबजनालाई। अनि अहिले चाहिँ म गाउँको बाटो छु, बाटो देख्न सक्नुहुन्छ यस्तो छ है। अनि हामी चाहिँ जाँदैछौँ मामालाई लिनलाई होइन। मामा यहाँ तल आइपुग्नु भयो अरे, चप्पलले जाला जस्तो पनि कान्छ। यहाँ हेर्नु सक्नुहुन्छ यस्तो छ। सो यति बेला चाहिँ हामीले राजेशको भाइसँग छौँ हामी होइन। दाइलाई कतिको मिस गरिरहेछौ? धेरै दाइले अनि भिडियो हेर्छ त? दाइको भिडियो हेर्छौ तिमीले? राजेशको भिडियो हेर्छ? कति पुगेको छ सब्सक्राइबर? 1.02K। त्यो भनेको कति? 1200 सब्सक्राइबर पुगेको छ तिम्रो दाइको भनेपछि त्यस्तो। अनि के छ त नयाँ नौलो खबर खाएर भन्छ नि त। ठिक छ, सब ठिक छ। बाटो बनाउनु पर्दैन अनि यहाँ तिमीले यहाँनिर भन्नु पऱ्यो नि त। नि मान्दैनन् है नेता यहाँको को छ उयो पढा चाहिँ हो ल ठिक छ। राम्रोसँग पढ भनेर थर्काउँदैन भन्छ। राम्रोसँग पढाइ राम्रोसँग पढ भन्छ। डिमान्ड गरेको छु नि तिमीले, मलाई यस्तो चाहियो उस्तो चाहियो भने होइन। किन नभने त पैसा छापिसक्यो तिम्रो दाइले अनि टन्नै महिनाको लाख छाप्छ। अनि डिमान्ड आफ्नो आइफोन चाहियो भन न, आइफोन चाहियो भन। के अरे ए राम्रोसँग पढ्यो भने चाहिँ तैँले भनेको चिज पाइस् होइन त। राम्रोसँग पढ्नुहोस् भने चाहिँ केही पनि दिनु भन्न खोजिरहेको छ होइन त। ल राजेश छैन त्यस्तो, त्यो भाइलाई त्यस्तो गर्ने होइन। पढे नि नपढे नि एउटा आइफोन होइन त। यहाँ दाइ मलाई एउटा आइफोन चाहियो भन न भन न। म राम्रोसँग पढ्छु, एउटा आइफोन चाहियो भन न। दिन्छ के फिक्स हो। दिएन छ भने उसले आधी म आधी गरिदिन्छु। दाइ मलाई एउटा आइफोन चाहियो पछि 12 पढेपछि एउटा आइफोन चाहियो भन न भन। त्यो भाइले एउटा आइफोन चाहियो अरे 12 पढेपछि। त्यही हो, अर्को थाहा भएन होइन। अहिले हाँडा त्यस्तरी हिँड्नु हुँदैन, लड्छ जुगा आउनुसक्छ। त्यही हो हाम्रो। ल हेर यहाँ तिम्रो बजार भाइ यहाँ छ। ड्याडी लिन जानु लाग्यो मामालाई, समडार आइपुग्नु पऱ्यो। त्यही हो। त्यो चप्पल चाहिँ राम्रो छ क्या भाइ? त्यस्तै हो, त्यो धेरै सानो हुन्छ यार। यत्रो सही है, खुट्टा खासै ठुलो त छैन। त्यही पनि भनेपछि भाइले पढ्ने स्कुल पहिला यो राजेशले नि यही स्कुल पढाएको थियो पहिला? उसले त सुरुमै उतै होला नि। गण्डकी आउँछ भनेर त्यो पहिला त गण्डकी के भन्ने आउँछ भनेर त्यो के अरे लगाइदिएको मान्छेले। अनि दाइ गराएर स्कुलमा गएर अनि पछि फेरि मा आएर पढेको ल्याएर अनि घरमा नेट चाहिँ छैन छैन बिताउनु भन्छ। लडेको छ हेर्न सक्नुहुन्छ। यहीँ हाम्रो चाहिँ मामा घर यही हो होइन। टक्क लगाएर हिँड्न छौँ हामी, टक्क लगाएर। बाटो यस्तो छ यार, गाह्रो छ। हिँड्दै हो कि काँक्रो नदिएको यस्तो काँक्रो फलाइरहेको छ। ठन्डै छ होइन भाइ? काँक्रो हान्नु पर्ने। अहिले जानुपर्छ कहाँनिर भनेको तिमी? अरू छ म यहाँ चिज खान आएको। भाइ छ त्यहाँ बसिरहेको छ। बाइक कस्तो सेक्सी देखिरहेको छ बस। सो हामीले चाहिँ मामालाई भेटिसक्यो यहाँनिर। मामा ठ्याक्कै 1000 भन्दा बनायो होइन, अर्को ल्याउनु यसमा त। के गर्नु लाग्नु भएको भनिदिनु। अब यो दाउका खाना दबाई खान लाग्नु भयो यसमा हो।
यसमै हान्नु नि त ल हाल्नु 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 गिलास आउँदैछ नि अलिक गिलासमा नि यसमा हान्नु न हान्नु न मामा भने एउटा मात्रै ल्याउने एउटा मात्रै यसमा खाने यसमा मामाले चाहिँ टक्क होइन दारू हान्नु लाग्नु भएको छ यो यो त एघारी भइसक्यो यहाँ अनि केही हुँदैन बाइकमा जाने हो हिँड्दै जाने भए पो गाह्रो पर्नु अचम्म भइसक्यो यो गरेर हान्नु यस्तो हालिदिनु हुँदैन हान्ने केही हुँदैन भने फेट मेरो मामा है हाम्रो गाउँमा चाहिँ यस्तै हुन्छ है हाम्रो बहिनीले काँक्रो लिएर हेरे हेर ल हामी चाहिँ काँक्रो खान लगाएको है अब सर्बियातिर बस्ने मान्छेहरूलाई चाहिँ अब गाह्रो पर्ला कि के हो डबका खाएको भिडियो पनि छ हारमा मात्रै हुनुहुन्छ तर त्यस्तो मिठो खाले चाहिँ पाउँदैन कि ल हामी त दही पनि खाँदैछौँ है टक्क ल मामाले दही भर्खर दारू खाएर आएन अब दही के खानुहुन्छ ल राजेशलाई के भन्नुहुन्छ तपाईँले राजेशलाई के भन्नुहुन्छ ल के भन्नु नि त नि भन्नु ल भिडियो जान्छ कि उता राम्रोसँग काम गर्नु भन्नु भन्नु राम्रोसँग काम त गरिरहेको आफ्नो ख्याल गर्नु भन्नु आफ्नो ख्याल गर्न परेको अब यो मोबाइलमा कुरो बोल्न नपाएँ तनाव लागिसक्यो मलाई टेन्सन लागिसक्यो मामालाई अब त्यहाँ इमो सिमो के डाउनलोड गर्ने हो गर होइन मा आज शनिबार होइन आज शनिबार आज शनिबार अब त्यो डाटा हाल्ने कुरो गर भने कुरो गर्न नमिल्ने हो कि होइन डाटा हालेको कामै होइन भिपिएन चल्दैन क्या सिममा ल गाई चाहिँ अब यहाँनिर हामी चाहिँ टक्क लाएर काँक्रो खाँदैछौँ हाम्रो बहिनी ल्याएर दिएको होइन त खाऊ न कहाँ यत्रो धेरै खाइसक्छु त मैले अनि मैले त एउटा पो सानो लिएर भनेको मम्मी सो गाइस अहिले चाहिँ हामी टक्क यता धानबारी हिँड्दा छौँ होइन यस्तो छ बाटो चाहिँ यहाँबाट तल यता पानी छ यता धान छ है बाटो चाहिँ सानो छ भाइ र म होइन भतिज भाइ भन्न आउँछ जहिले पनि सो जति रमाइलो भयो जति भिडियो हेर्नुभयो होला होइन सबजनाले हेरेर मनोरञ्जन गर्नुभयो थ्याङ्क यू सो मच भिडियो अन्तिमसम्म हेर्न मान्छेहरूलाई होइन त्यो यो बाटो यस्तो भएर चाहिँ मैले क्यामेरामा हेर्नु पाएँ होइन यस्तो भइसक्यो कालो निलो भइसक्यो डाँडा भयो सबै यहाँ भाइ चाहिँ टिल टल्किरहेछ त्यही हो ल आजको भिडियो चाहिँ यहीँ इन गर्छु है म बाई